साथीहरू दर्शन अनि नमस्ते गर्न चाहन्छु सम्पूर्ण साथीहरूलाई हैन। आज चाहिँ म कोइलीतालमा आएको छु हैन। हेर्न सक्नुहुनेछ हजुरहरू, एकदमै ठुलो रहेको छ हैन यो कोइलीताल पनि। हजुरहरू पनि यता आएर मनोरञ्जन अनि घुम्न सक्नुहुनेछ हैन। यो तालमा चाहिँ माछा चाहिँ लास्टै बब्बाल ठुलो पाइँदो रहेछ हैन। यहाँनिर बोटहरू पनि छ हैन। यो बोटसँगै चाहिँ मान्छेलाई आवत जावत गर्ने रहेछ। आज चाहिँ केही भएको कारणले चाहिँ 2-4वटा दिउँसो चाहिँ अलि अगाडितिर चाहिँ चालेको थियो, अहिले चाहिँ टाइम भएको कारणले बन्द भयो हैन। हजुरहरू हेर्न सक्नुहुनेछ हैन। एकदमै राम्रो ठाउँ छ हैन। हजुरहरू आएर हेर्न सक्नुहुनेछ साथीहरू हैन। कोइलीताल हैन, एकदमै राम्रो पर्यटकीय स्थल हैन। आएर हेर्न सक्नुहुनेछ हजुरहरू। त्यहाँ माथि उता देखाएको छ नि हैन, हरियो चाहिँ त्यहाँ चाहिँ यो तालको माछाहरू चाहिँ बिक्री गर्ने ठाउँ रहेछ हैन। माछा पनि लास्टै ठुलो ठुलो चाहिँ बिक्री हुँदो रहेछ यो ठाउँमा। हजुरहरू सबैजना हेर्न सक्नुहुनेछ हैन साथीहरू। यस्तो प्रकारको छ हैन, हेर्न सक्नुहुनेछ। यस्तो प्रकारको छ हैन। ल यहाँनिर चाहिँ हाम्रो भाइ छ। अनि भाइ कस्तो लाग्यो त कोइलीताल घुम्न आएर? एकदम राम्रो छ त, यहाँतिरको माछा अनि महल एकदम जस राम्रो लाग्यो। पहिलोचोटि हो तिम्रो यहाँतिर? मेरो त त्यो पनि धेरै राम्रो लाग्यो यता। ल साथीहरू, म चाहिँ अहिले अलि साँझ पर्ने टाइममा यता पुगेको हैन। त्यसो भएर हेर्न सक्नुहुनेछ हजुरहरू, एकदमै बब्बाल छ के है त। यतातिर चाहिँ यस्तो प्रकारको छ है साथीहरू ताल हैन। यतातिर अहिले म चाहिँ लास्टतिर हैन, साँझतिर हो हैन। त्यो भएर यस्तो यहाँतिर चाहिँ घुम्ने फिर्ने हैन, फोटोहरू खिच्ने, त्यहाँतिर आई लभ यूहरू के बनाएको छ हैन। यहाँनिर कोही मान्छेहरू खिचिरहेको, यहाँनिर चाहिँ नास्ता गर्नको लागि ठेला सेला लाग्ने यस्तो हैन। यस्तो प्रकारको चाहिँ छ हैन। फुलहरू पनि छ यहाँ रोपेको हैन। हेर्न सक्नुहुनेछ हजुरहरू हेर्नु त, यो प्रकारको चाहिँ छ हैन। यता जङ्गल छ हैन। यो चाहिँ ठ्याक्कै जङ्गलको बिचमै पर्छ हैन। यस्तो प्रकारको छ। ल यहाँनिर चाहिँ मेरा मसँग आएका मेरो 2 भाइहरू छन् हैन। यहाँनिर फोटो खिच्नमा व्यस्त एकदम हैन। फोटो खिचेर टक्क आफ्नै धुनमा छन् केटाहरू हैन। यो प्रकारको चाहिँ छ, हेर्न सक्नुहुन्छ साथीहरू सबैजना है त। हाम्रो सुन्दर कोइलीताल गेट छ हैन, उता जाने प्रकारको चाहिँ छ। यता बाहिरको दृश्य हैन। माथि चाहिँ यस्तो टराहरू पनि बनाएको छ हैन। फोटो खिच्ने क्यामेरावालाहरू पनि हुने रहेछ यो ठाउँमा चाहिँ हैन। एकदमै राम्रो ठाउँ रहेछ हैन। जे होस् यस्तै नै छ भन्नु चाहिँ साथीहरू।